सबैमा हार्दिक नमस्कार। सदा झैँ आज पनि म नेपालको इतिहासका बारेमा छलफल गर्न गइरहेको छु। नेपाल नाम रहनको कारणहरू के रहेका छन् भन्ने सन्दर्भमा आज म छलफल गर्न गइरहेको छु। शिक्षक सेवा तथा लोक सेवा आयोग र इतिहास सम्बन्धी जानकारी लिने चाहनुहुने सबैमा यस भिडियोले पक्कै पनि सहयोग गर्नेछ भन्ने आशा राखेको छु। के तपाईँले कहिल्यै सोच्नु भएको छ नेपाल भन्ने नाम आखिर कहाँबाट आयो? कसरी हजारौं वर्ष अघिदेखि यो नाम हाम्रो पहिचान, हाम्रो गर्व र हाम्रो अस्तित्वसँग गाँसिएको छ। आजको यो भिडियोमा हामी नेपाल नामको उत्पत्ति, यसको ऐतिहासिक सन्दर्भ र विभिन्न मान्यताहरूको रोचकताका बारेमा, यसको यात्राका बारेमा बुझ्नेछौँ। जब पृथ्वीमा सभ्यताका बिउ रोपिँदै थिए, हिमालयको काखमा एउटा पवित्र भूमि फुल्दै थियो। त्यो भूमि नै हो नेपाल, जसको नाम पछि नेपाल बन्यो। यहाँका तीर्थ, संस्कृत र मान्यताले हजारौं वर्षदेखि यो भूमिलाई अद्वितीय बनाएका छन्। आज हामी त्यसैको नाम नेपालको कथा सुन्दैछौँ, जसले हामी सबैलाई एक सूत्रमा बाँधेको छ। नेपाल एक यस्तो गौरवमय, गौरवशाली देश हो जुन संसारले हिमाल, संस्कृति र सहिष्णुताको प्रतीकको रूपमा चिन्छ। तर यो नेपाल भन्ने नाम कहिले र कसरी रह्यो? यस भिडियोमा हामी लिच्छवी काल, त्यसभन्दा अगाडिका विभिन्न कालखण्डहरूमा नेपाल नामहरू रहेका सन्दर्भहरूमा समय सन्दर्भका मार्फत नेपाल नामको वास्तविक अर्थ र उत्पत्तिका बारेमा अध्ययन गर्नेछौँ। नेपाल नाम रहनुको कारणका बारेमा आज म चर्चा गर्दैछु। नेपाल नाम रहनको कारण सम्बन्धी म कवितात्मक रूपमा प्रस्तुत गर्न गइरहेको छु। नेपाल नामको इतिहास बुझाउँछ यो मन, प्राचीन कालदेखि नै छ नेपालको चिन्तन। किराँती शब्दबाट नेपा भनियो, मध्य देश चिनाई। तिब्बतीले नेलाई घर र पाललाई हुन भनी गए। नेवारको नेपाबाटै नेपाल नाम आयो, ल प्रत्यय लागेर इतिहास कहलायो। लिम्बूले भने समतल भूमि उपत्यकाको सान, लेप्चाको बोलीमा गुफा हुन गयो पवित्र भूमिको महान। संस्कृतिमा निपाल मिली पर्वतपाद ठान्यो, तामाङले नेलाई स्तन भनी मातृरूपलाई मान्यो। निप जातिले पाल गरे जनजीवनको भार, त्यसैले भनियो नेपाल नै पवित्र हो संसार। गोपाल वंशी निप थिए आलै बन्यो नाम, पाणिनीको अष्टाध्यायीमा लेखियो त्यही काम। भोटेले बाल्पो भने चिनियाले निपोलो, भाषिक मेलमा पाइन्छ एकै अर्थको खोलो। सभ्यता र संस्कृतिया मौलिकता छ शेष, कला र धर्मले बाँधेको नेपाल सधैँ विशेष। अनेक मत छन् नामका आधार थुप्रै भेटे, सबै सत्य भए पनि गौरव त यहाँ देखे। स्वतन्त्रता र अस्मिता सधैँ रहोस् बलियो, नेपाल नामले उज्यालो संसारभर फैलियो। त्यसै गरी अब म बुदागत रूपमा नेपाल नाम रहनुको कारण बताउन गइरहेको छु। नेपाल नाम रहनुको कारण निम्न अनुसार उल्लेख गर्न सकिन्छ। नेपाल नाम प्राचीन कालदेखि नै प्रचलित छ। लिच्छवी कालमा यसको प्रयोग विस्तारित भए पनि मल्लकालमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मात्र सीमित रह्यो। नेपाल एकीकरणपछि नेपाल शब्दले आजको नेपाल राष्ट्रलाई जनाउन थाल्यो। नेपालको नामको व्युत्पत्ति
विभिन्न भाषागत, जातिगत, वंशावली र प्राचीन ग्रन्थहरूका आधारमा गरिएको पाइन्छ। भाषागत आधारमा किराँती भाषा अनुसार नेपाल पौराणिक किराँती शब्द नेपाको सांस्कृतिक रूप हो। ने भनेको मध्य र पा भनेको देश, मध्य देश भन्ने हुन्छ। मध्य पर्वतीय क्षेत्रमा रहेको नेपाल शब्दमा ल प्रत्यय लागि नेपाल भएको मानिन्छ। त्यसै गरी तिब्बती भाषा अनुसार ने भनेको घर र पाल भनेको ऊन भन्ने हुन्छ। अर्थ ऊन हुने ठाउँ अर्थात् भेडा पालन हुने भूभाग। तिब्बतीहरूले नेपाललाई बल्पु र मङ्गोलहरूले बल्पु भन्दछन्। भोट निवासीहरूले यस देशलाई अथवा यस क्षेत्रलाई पाल देश वा बाल्पु पनि भन्दछन्। त्यसै गरी नेपाल भाषा अनुसार नेवारहरूले नेपाललाई नेपा भन्दथे, जुन पछि नेपाल भयो। ने भनेको मध्य र पा भनेको देश, मध्य देश। ल प्रत्यय लाग्दा नेपाबाट नेपाल बनेको अनुमान गर्न सकिन्छ। उदाहरणका लागि इयाको झ्याल, त्यसै गरी पसको पसल भए झैं नेपालको नेपाल। लिम्बू भाषा अनुसार नेपाल शब्दको अर्थ समतल भूमि। पहाडी भागमा ठूलो मैदानी उपत्यका भएकाले यस क्षेत्रको नाम नेपाल रहन गयो। लेप्चा भाषा अनुसार ने भनेको पवित्र र पाल भनेको गुफा अथवा पवित्र गुफा, पुण्य भूमि भन्ने हुन्छ। नेपालका तामाङहरूले पनि तीर्थलाई ने भन्दछन्। लामा धर्मग्रन्थमा ने पवित्र स्थानको प्रतीक हो। संस्कृत भाषा अनुसार निप भनेको पर्वतपात र आल भनेको स्थान, नेपाल भनेको पर्वत फेदीको निवास भन्ने हुन्छ। निपको अर्थ उपत्यका निवासी वा अशोक वृक्ष पनि। नेपाल शब्द पनि शिव शैव जस्तै प्रयोग भएको भेटिन्छ। यजुर्वेदमा निप शब्द वैदिक शब्दको रूपमा उपत्यका निवासी भएको पाइन्छ। भाषिक दृष्टिले ध्वनात्मक सान्निध्य पाइए पनि यिनी कुराहरूलाई हामी प्रमाणका रूपमा लिन्छौँ। तामाङ भाषाका अनुसार ने भनेको स्तन, पृथ्वीको प्रतीक, पृथ्वीलाई माताको रूपमा मान्दै पर्वतको नामबाट नेपाल, यस देशको नाम नेपाल रहन गएको। तामाङ व्यापारीलाई पर्वतको नामबाट चिन्न थालेपछि नेपाल शब्द प्रचलनमा आएको मानिन्छ। त्यसै गरी जातिगत आधारमा नेपाल महात्म्य अनुसार ने नामका निप जाति र न्यारवा ऋषिहरूले यहाँका जनताको लालन पालन गरे, त्यसैले यो देश नेपाल भनियो। गोपाल वंशी र नेवार सम्बन्ध। दक्षिण भारतका नेवार जातिहरू सिम्रौनगढका संस्थापक नान्यदेवसँग आएका थिए। प्राचीन शासक गोपाल वंशीहरूलाई निप भनिन्थ्यो। उनीहरूको आलय भनेको घरलाई नेपाल भनियो। निप शब्द वैदिक ग्रन्थ र पाणिनीको अष्टाध्यायीमा पनि उल्लेख छ। विदेशी र ऐतिहासिक सन्दर्भहरू। भोट भाषामा नेपाललाई ब्लय वा बाल्पो भनिन्थ्यो। चिनिया यात्रीहरूले निपोलो भनेका छन्। किराँतहरूको बस्ती भएकाले बौद्ध धर्म ग्रन्थहरूमा नेवाल शब्द उल्लेख छ। अङ्ग्रेजी र भारतीय स्रोतहरूमा पनि नेपाल शब्दको प्रयोग भएको पाइन्छ। सारमा भन्ने हो भने नेपाल नामका विविध भाषागत जातिगत व्याख्याहरू छन्। यद्यपि यी मतलाई आधार मानिएको छ। तथापि नेपालको मौलिक सभ्यता, संस्कृति, कला र स्वतन्त्र अस्तित्वले यसको पहिचान सधैँ कायम राखेको छ। त्यसैले इतिहास केवल पढ्ने विषय मात्र होइन, यो हाम्रो आत्मपरिचय हो। जब हामी आफ्नो इतिहास बुझ्छौँ तब मात्र हामी उज्यालो भविष्य निर्माण गर्न सक्छौँ। नेपालको इतिहासका बारेमा क्रमशः छलफल गर्दै जाने नै छौँ। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक र सेयर गर्न नबिर्सनुहोला। शिक्षक सेवा तथा लोक सेवा आयोग र इतिहास सम्बन्धी तयारीका लागि थप उपयोगी भिडियोहरूका लागि च्यानल सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस्। तपाईँ